दिनभरि फिल्म हलको बाहिरपट्टि रुँगेपछि बल्ल बल्ल एकजना प्यासेन्जर्स आएर रिक्सावालालाई सोधिन्, मलाई तिनकुने जङ्गलसम्म पुर्याइदिन सक्नुहुन्छ? तर यति टाढा छ, म पुर्याउँदिनँ भने रिक्सावालले। तर धेरै चामल पैसा र कुखुराको भाले पनि दिन्छु भनेपछि आशाको कारण उनले हुन्छ भने। त्यस पछाडि प्यासेन्जरले फिल्मको कहानी सुनाउँदै गइन्। उनी खुसी भएर सुन्दै गए। बाटोमा धेरै बेरसम्म फिल्मको कहानी सुनेपछि उनी बोल्न छोडिन्। अनि रिक्सावालाले निदाइन् कि क्या हो भनेर पछाडि फर्केर हेर्दा उक्त प्यासेन्जर डरलाग्दो भूतमा परिणत भइसकेकी थिइन्। त्यस्तो डरलाग्दो आँखाबाट खुन झरिरहेको, नङ्ग्रा बङ्ग निक्लिरहेको यति डरलाग्दो दृश्य देखिसकेपछि रिक्सावाला भित्रैदेखि डरले काँपे। त्यस पछाडि उनी जङ्गलतर्फ दौडिन थाले। दौडिँदै जङ्गलको बिचमा एकजना मान्छेलाई उनले देखे, एकजना बहिनीलाई। त्यस पछाडि बहिनी पख्नुस्, मैले यति डरलाग्दो मान्छे देखेँ, पख्नुस् न बहिनी भन्दै उनी चिच्याए। चिच्याएपछि उक्त बहिनीले, कस्तो व्यक्ति देख्नुभयो दाजु, कस्तो मान्छे देख्नुभयो, म जस्तै भनेर फनक्क फर्किँदा उक्त भूत नै त्यो बहिनीको रूपमा बनिसकेको रहेछ। त्यस पछाडि रिक्सावाला डरले ठाउँको ठाउँ बेहोस भए। कथा पनि सकियो।